आज मिति 2082 6 महिना 10 गते नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक सबैको चाहिँ रिटर्नको सिलेबस आइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ प्रथम चरण लिखित परीक्षा 200 पूर्णाङ्क र द्वितीय चरण अन्तर्वार्तामा 30 पूर्णाङ्क रहेको छ। प्रथम चरणमा चाहिँ 2वटा एक्जाम हुन्छ, 100 मार्कको। यहाँ रहेको छ प्रथम चरणमा चाहिँ प्रथम पत्र र द्वितीय पत्र गरी 2वटा एक्जाम हुन्छ, जसमा चाहिँ बैंकिङ व्यवस्थापन, लेखा, गणित र सूचना प्रविधिको 100 पूर्णाङ्कको एक्जाम हुन्छ भने पास मार्क चाहिँ 40 रहेको छ। यसमा विषयगत छोटो र लामो प्रश्न सोध्ने छ भने 12वटा 5 मार्कको र 4वटा 10 मार्कको सोध्ने छ। 2 घण्टा 30 मिनट समय रहेको छ। द्वितीय पत्रमा चाहिँ सेवा समूह र संस्था सम्बन्धी रहेको छ। 100 मार्कको एक्जाम हुन्छ, 40 मार्क चाहिँ पास रहेको छ। विषयगत छोटो र लामो प्रश्न दुवै सोध्ने छ। 8वटा 5 मार्कको रहेको छ भने 6वटा 10 मार्कको रहेको छ। यसमा पनि 2 घण्टा 30 मिनट रहेको छ। अब द्वितीय चरणमा चाहिँ अन्तर्वार्ता 30 मार्कको हुन्छ, जसमा मौखिक हुनेछ। अब योहरू तपाईहरु पढ्न सक्नुहुनेछ। क्वेशन चाहिँ इङ्ग्लिस नेपाली दुवैमा सोध्नेछ। र यो एक्जाम दिनको लागि कार्तिक 15 गते जुन प्री टेस्टको एक्जाम हुन्छ, त्यो प्रमाणपत्र अनिवार्य चाहिन्छ नै। अब यहाँ हेर्न सक्नुहुन्छ नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, प्राविधिक तर्फ प्रशासन सेवा, प्रशासन नगद समूह, उपसमूह, चौथो तह सहायक नगद, लेखापाल, प्रशासन वा सोस्र पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम। प्रथम पत्रको लागि चाहिँ 4वटै बैंकको सबै सिलेबस सेम हुन्छ। 4वटै बैंकको चाहिँ चौथो तहको फर्स्ट पत्र हुन्छ, त्यसको चाहिँ सिलेबस सेम रहेको छ, जसमा हेर्न सक्नुहुन्छ बैंकिङ रहेको छ। अनि बैंकिङभित्र यो टपिकहरू चाहिँ पढ्नुपर्छ। अनि सेकेन्डमा चाहिँ बैंकिङ कानुन रहेको छ, अनि बैंकिङ कानुनभित्र योहरू पढ्नुपर्छ। व्यवस्थापन रहेको छ, व्यवस्थापनभित्र चाहिँ योहरू पढ्नुपर्छ। लेखा रहेको छ, त्यसै गरी गणित, सूचना प्रविधि त्यो थियो भने फर्स्ट पेपरको प्रथम चरणको 4वटै बैंकको थियो भने अब चाहिँ राष्ट्रिय वाणिज्य बैंकको द्वितीय पत्रको 4वटै बैंकको फरक हुन्छ, जसमा राष्ट्रिय वाणिज्य बैंकको द्वितीय पत्रको चाहिँ यहाँ हेर्न सक्नुहुन्छ बैंकिङ शब्दावली तथा आधारभूत ज्ञान रहेको छ। यो भित्र चाहिँ यो 8वटा टपिक पढ्नुपर्छ। दैनिक नगद कारोबार सञ्चालन, यो भित्र चाहिँ यति 8वटा यसमा पनि पढ्नुपर्छ। अनि त्यसै गरी कार्यालयगत भूमिका र कर्तव्यहरू, यसभित्र चाहिँ यति पढ्नुपर्छ। योहरू तपाईहरु अलि राम्ररी पढ्नु होला है। सुन चाँदी र कर्जा रहेको छ। संगठनात्मक व्यवस्थापन तथा व्यवहार रहेको छ। लेखाङ्कन तथा ढिकुटी व्यवस्थापन रहेको छ। यो चाहिँ द्वितीय पत्रको हो है। विद्युत भुक्तानी प्रणाली, बैंकिङ सम्बन्धी कानुनहरू। अब चाहिँ नेपाल बैंक लिमिटेडको रहेको छ द्वितीय पत्रको चाहिँ। प्रथम पत्रको चाहिँ सेम 4वटै बैंकको फर्स्टमा मैले नि भनिसक्यो, त्योमा नै हो। अनि द्वितीय पत्रमा चाहिँ अर्थशास्त्रभित्र पनि योहरू पढ्नुपर्छ। बैंकिङ र बजारीकरण, मानव स्रोत व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, कार्यालय सञ्चालन व्यवस्थापन, नेपाल बैंक लिमिटेडसँग सम्बन्धित
अब यहाँ हेर्न सक्नुहुनेछ कृषि विकास बैंकको द्वितीय पत्रको रहेछ। प्रथम पत्रको चाहिँ फर्स्टमा नै मैले भनेको चारवटैको सेम रहेको छ भनेर, अनि द्वितीय पत्र चाहिँ यहाँ रहेको छ वाणिज्य बैंक व्यवस्थापन, आधुनिक बैंकिङ सेवाहरू, बैंकिङ उपकरणहरू, अर्थशास्त्र, कार्यालय व्यवस्थापन, कृषि विकास बैंक लिमिटेड संक्षिप्त परिचय। सो यति नै रहेको छ है। मैले एकचोटि फेरि फर्स्टबाट देखाइदिएँ। हजुरहरू यो पढ्नु होला। यदि केही डाउट रहेमा कमेन्टमा चाहिँ सोध्न सक्नुहुनेछ। हजुरहरूलाई यदि यो भिडियो मन परेमा चाहिँ लाइक सब्स्क्राइब गर्न सक्नुहुनेछ है। ल।